नमस्कार, जय नेपाल। म वृषराज गुरुङ, नेपाली कङ्ग्रेस लमजुङको महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दल केन्द्रीय सदस्य। नेपाली कङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्णय बमोजिम 15औं महाधिवेशनको जुन कार्यतालिका आयो, त्यो कार्यतालिका यदि कार्यान्वयन भएको भए नेपाली काङ्ग्रेसका नेताहरूले जुन निर्णय गरिसके पछाडि केन्द्रीय कार्य समितिले गरेको निर्णय बमोजिम नेतृत्वमा बसेका नेतागणहरू इमान्दार भएको भए आज पुस 16 गते नेपाली कङ्ग्रेसको 15औं महाधिवेशनको क्रममा आज वडा अधिवेशन सम्पन्न भएको हुन्थ्यो। देशैभर नेपाली कङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भएर वडा कार्य समिति गठन, क्षेत्रीय अधिवेशन प्रतिनिधिहरूको चयन भएर यसले एउटा नेपाली कङ्ग्रेसले ऊर्जा प्राप्त गर्ने दिन थियो। तर त्यो अवसर नेपाली कङ्ग्रेसले चुकाएको छ। नेपाली कङ्ग्रेसको कार्यकर्ताको जुन ऊर्जा, जुन उत्साह र अधिवेशन प्रतिको सम्पूर्ण कार्यकर्ताको जुन उत्साह थियो, त्यो उत्साहलाई नेपाली कङ्ग्रेसले जुन एउटा शक्तिमा रूपान्तरण गरेर मजबुत नेपाली कङ्ग्रेस निर्माण गर्ने सुवर्ण अवसरबाट नेपाली कङ्ग्रेस फेरि चुकेको छ। अब नियमित अधिवेशन कहिले हुन्छ भन्ने अन्योलतामा नेपाली कङ्ग्रेस फेरि पुग्यो। नेपाली कङ्ग्रेसले जुन निर्णय गर्यो त्यो निर्णय आफैले कार्यान्वयन गर्न सकेन। त्यसैले असफल नेतृत्व, आफूले गरेको निर्णयप्रति इमान्दार नहुने नेतृत्व, त्यो नेतृत्वले आम जनतामा पार्टीप्रतिको भरोसा र विश्वास जागृत गराउन सक्दैन, विश्वास जगाउन सक्दैन। त्यसैले अबको निर्वाचन नयाँ नेतृत्वसहित जानका लागि यो अन्योलता, अनिश्चिततामा फसेको नेपाली कङ्ग्रेसलाई सही दिशा दिनका लागि, सही बाटोमा लानका लागि विशेष महाधिवेशन प्रतिनिधिहरूले जुन माग गरेका छन्, त्यो माग बमोजिम विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर फागुन 21 गतिको निर्वाचनमा नेपाली कङ्ग्रेस आम जनताले विश्वास र भरोसा गर्न सक्ने एउटा स्थापित पार्टी, एउटा ऊर्जाशील पार्टी र महत्त्वपूर्ण समयमा महत्त्वपूर्ण निर्णय लिन सक्ने एउटा सक्षम नेता, नेतृत्व र अनुभवी नेतृत्व स्थापित गराएर अहिलेको विषम परिस्थितिमा नेपाली कङ्ग्रेसलाई आम जनतामाझ स्थापित गराउन सक्ने मुद्दा बोकेर अगाडि बढ्नका लागि सम्पूर्ण नेता कार्यकर्ता अब विशेष महाधिवेशनका माध्यमबाट विधानतः नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाएर एकताबद्ध भएर मजबुत नेपाली कङ्ग्रेस निर्माण गर्ने कुरामा विशेष महाधिवेशनमा जुटौँ। सम्पूर्ण आआफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू एकताबद्ध भएर अगाडि बढौँ कि काङ्ग्रेसलाई जुन अन्योलता र अनिश्चिततामा अहिलेको नेतृत्वले अगाडि लैरहेको छ, त्यसबाट मुक्त गराएर मजबुत नेपाली कङ्ग्रेस, एकताबद्ध नेपाली कङ्ग्रेस, आम जनताले आशा र भरोसा गर्न सक्ने एक स्थापित पार्टी निर्माण गर्ने कुरामा जुटौँ, यही अपिल गर्दछु। धन्यवाद। जय नेपाल।